तपाईको राम्रो बानी के छ हैन पहिला सम्झौँ त राम्रो बानी हैन धेरैजना मिठो स्वभावको बोल्नुहुन्छ हैन एकदमै राम्रो बानी छ अनि कतिजना अनि एकदमै परिश्रम गर्नुहुन्छ राम्रो बानी छ हैन हामी सबैजनाको एउटा एउटा बानी छ हैन राम्रो एउटा त थुप्रै बानीहरू छ राम्रो बानीहरू छ सम्झौँ त तपाईको राम्रो बानी के छ आफैले आफैलाई सोध्नु त मेरो राम्रो बानी चाहिँ के रहेछ भनेर हैन सम्झिनु भयो अनि मेरो राम्रो बानी मलाई थाहा छ भन्नु पो भएको छैन फुर्के भइन्छ हैन अब तपाईहरुको पनि छ नि हैन राम्रो बानीहरू छ नि हैन राम्रो बानी नहुने त कोही पनि छैन अब राम्रो बानी हुँदै गर्दाखेरि हामीसँग नराम्रो बानीहरू पनि छ है छ नि नराम्रो बानीहरू पनि छ अब अनि राम्रो बानी चाहिँ अझै थप्दै लाने हो नराम्रो बानी चाहिँ हामीले सुधार्दै लाने एकपटक सम्झिनु त आफैलाई प्रश्न गर्नु त मेरो नराम्रो बानी के छ भनेर 1 मिनेट 50 सेकेन्ड ल सबैजनाको नराम्रो बानीहरू छ नि हैन मनमा नै भन्ने छ मेरो त थुप्रै छ भन्दै हुनुहुन्छ होला हामी सबैजनाको नराम्रो बानी छ राम्रो बानी पनि छ नराम्रो बानी पनि छ आज चाहिँ म तपाईहरुको माझमा हाम्रो नराम्रो बानीहरुको विषयमा चाहिँ म केही वचन राख्न चाहन्छु नराम्रो बानीहरु हैन कसैको नराम्रो बानीहरु छन् कसैको अल्छी छ त्यो नराम्रो बानी भो कोही आलस्य छ त्यो नराम्रो बानी भो कोही मोबाइलमा हैन मोबाइल गेम हान्ने हैन हान्दै भन्ने हैन एकजना चाहिँ मोबाइलमा हान्दै भन्दाखेरि बाउलाई त गेमको थाहा रहन्छ बाउ चाहिँ अब मेरो छोरालाई मारेछ भने खुकुरी बोकेर घरभित्र आथे अरे हैन कसैको त्यो बानी छ कसैको आलस्य छ हैन आलस्य भनेको यो गर्नुपर्छ भन्ने थाहा छ तर पनि गर्दैन त्यस्तो बानीहरू सबैसँग नराम्रो बानीहरू छ राम्रो बानी पनि छ म यहाँ उभिरहेको छु मेरो चाहिँ नराम्रो बानी छैन होला भन्नु मिलेन मेरो पनि छ नराम्रो बानी सबैजनाको नराम्रो बानी छ तर म एउटा राम्रो कुरा तपाईलाई के भन्नु भने नि अनि हामीले चाहिँ हैन हाम्रो बानीले हाम्रो भविष्यलाई निर्धारण गर्छ है हाम्रो बानीले एउटा कुरा याद गर्नु हाम्रो बानीले हाम्रो भविष्यलाई निर्धारण गर्छ यो चाहिँ सत्य कुरा हो हाम्रो बानीले चाहिँ हाम्रो भविष्यलाई निर्धारण गर्छ हामी आज हामीसँग कस्तो बानी छ अनि त्यो बानीले गर्दाखेरि अब हामी 10 वर्षपछि कस्तो हुन्छौं भन्ने कुरा त्यसलाई चाहिँ निर्धारण गरिराखेको हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ आज मेरो वचनको शीर्षकै रहेको छ नराम्रो बानीहरूलाई भत्काउनु ब्रेकिङ द ब्याड ह्याबिट्स हैन ब्याड ह्याबिट्सहरूलाई नराम्रो बानीहरूलाई चाहिँ हामीले ब्रेक गर्नुपर्छ भत्काउनु पर्छ किन भन्दाखेरि चाहिँ हाम्रो बानीले चाहिँ हैन अनि हाम्रो भविष्यलाई चाहिँ निर्धारण गरिराखेको हुन्छ मैले धेरै पटक वचन बाँडिराखेको छु यदि हामी एकदमै अल्छी छौं भने अनि अल्छी छौं भने हाम्रो त्यो अल्छी बानी छ भने अनि त्यसको परिणाम के हुन्छ हाम्रो भविष्य के हुन्छ भन्दा हामी गरिबमै रहन्छौं दरिद्रतामै हाम्रो जीवन बितेर जान्छ हामी आलस्य रहन्छौं भने कुनै प्रगति गर्दैनौं आलस्य भनेको अनि सबै कुरा यो गर्नुपर्छ यो गर्नु हुँदैन भनेर थाहा छ नि हैन सबैलाई थाहा छ तर गर्दैनौं अनि यो गर्नुपर्छ मैले भनेर थाहा छ तर पनि गर्दैनौं त्यसलाई आलस्य भन्छ यदि आलस्य छ भने जिन्दगीमा हामी केही कुरा गर्न सक्दैनौं मैले बचतको वचन पनि धेरै पटक बाँडी राखेको थिएँ हामी बचत नगर्ने बानी छ भने सारो परेको बेला हामीसँग पैसाहरू नहुन सक्छ हाम्रो बानी चाहिँ बोलीचालीमा खराब छ भने हैन हाम्रो इष्टमित्र कम हुन सक्छ बोलीचालीमा हामी खराब छौं भने चाहिँ मलामी मरेर जाँदा पनि अनि मलामीहरू कमी हुन सक्छ त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो बानी कस्तो छ त्यो बानीले चाहिँ हाम्रो भविष्यलाई निर्धारण गरेको हुन्छ प्रियहरू हैन अघि मैले अघिको कुरालाई दोहोऱ्याउँछु यदि हामी चाहिँ हाम्रो श्रीमतीहरूलाई हामी माया गर्न जान्दैनौं हैन श्रीमानलाई आदर गर्न जान्दैनौं अनि छोराछोरीले आमा बुवालाई आदर गर्न जान्दैन भने हैन त्यो आदर नगर्ने त्यो ब्याड ह्याबिट छ भने नराम्रो बानीहरू छ भने त्यसले घरबारहरू बिग्रेर जान्छ अघि नै मैले भने हैन हाम्रो बोलीचाली नराम्रो छ भने हाम्रो इष्टमित्रहरू घटेर जान्छ यदि हाम्रो चाहिँ अनि नराम्रो आलस्य अल्छीहरू छौं भने चाहिँ हामीलाई दरिद्रले पक्रिराखेको हुन्छ त्यही कारणले गर्दा
गर्दाखेरि चाहिँ हाम्रो बानी कस्तो छ हैन त्यसलाई चाहिँ हामीले सुधार्नु पर्ने हुन्छ सबैले भन्नु न आमेन हाम्रो खराब बानीहरूलाई ब्रेकिङ द ब्याड ह्याबिट्स भनेको ब्रेक गर्ने बचाउने त्यसलाई भत्काउनु हामीले पर्दछ त्यो ब्याड ह्याबिट्सहरूलाई चाहिँ हैन अनि हामीले चाहिँ नयाँ अनि राम्रो अनि बानीहरूलाई चाहिँ हामीले अँगाल्नु पर्दछ अनि मैले के भन्छु भने नि यदि जब हामी चाहिँ हाम्रो बानीहरूलाई परिवर्तन गर्छौँ भने हाम्रो भविष्यहरू परिवर्तन हुन्छ आमेन या जस्तो हामी एकदमै अल्छी छौँ अथवा आलस्य छौँ अनि हामी चाहिँ अनि त्यस्तो हाम्रो ब्याड ह्याबिट छ त्यसलाई चाहिँ हामीले परिवर्तन गर्यौँ भने बानी परिवर्तन भन्छौँ हामी तर बानी परिवर्तन गर्दाखेरि चाहिँ त्यसले हाम्रो भविष्य परिवर्तन गरिराखेको हुन्छ हैन बानी भन्नाले अनि नराम्रो बानी भन्नाले जाँडक्सी खानु चुरोट खानु यो हाम्रो दिमागमा आउँछ हैन त्यो मात्रै तर नराम्रो बानी भनेको त्यो मात्रै होइन हैन नराम्रो बानीमा धेरै कुराहरू पर्छ हैन अनि त्यो बानीहरूलाई चाहिँ हामीले अनि ब्रेक गर्नुपर्छ त्यो बानीहरूलाई हटाउनु पर्छ हैन यहाँनिर हाम्रो भाइ बहिनी हुनुहुन्छ मोबाइलहरू छ तपाईहरुमा अब मोबाइल मात्रै खेल्ने बानी छ भने अब भविष्य के हो अनि भविष्यमा मोबाइल मात्रै खेल्यो भने हैन अब मोबाइल चलाउनु पाप भनेको हैन मैले तर तपाईहरुलाई भाइ बहिनी अब मोबाइल कोले गेम खेल्नुहुन्छ मलाई सबै त थाहा छैन तर त्यही मात्रै बानी छ भने त्यसको अनि त्यो भविष्य के हुन्छ भन्दाखेरि चाहिँ अब प्रगति केही पनि भएन हैन त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो बानीले चाहिँ हाम्रो भविष्य निर्धारण गरिराखेको छौं हामी बार बार जे गर्छौं हामी त्यही हौ हैन एउटा कुरा म तपाईलाई भन्छु नि हामी बार बार जे कुरा गर्छौं हामी त्यही हौ हामी बार बार जे सोच्छौं हामी त्यही हो हामी बार बार जे कल्पना गर्छौं त्यही हो त्यही कारणले गर्दाखेरि हाम्रो बानीहरु हामी बार बार जे कुरा गर्छौं हामी त्यही हो हामी बार बार नराम्रो कुरा गर्छौं भने हामी नराम्रै व्यक्तिहरु हौ बार बार हामी नराम्रो सोच मात्रै ल्याउँछौं नराम्रो कल्पना मात्रै गरिराख्छौं भने हामी त्यस्तै व्यक्ति हो त्यो तर बाइबलले के भन्छ भन्दाखेरि चाहिँ हामीले ती कुराहरु परिवर्तन गर्नुपर्ने हुन्छ है त्यो कुराहरु चाहिँ हामीले नराम्रो बानीहरुलाई चाहिँ हामीले हटाउनु पर्ने हुन्छ कहिले हटाउने भन्दा अहिले बुढो भएर हैन अब 60-70 वर्ष पुगेर अनि बानी हटाउँछु भने त्यतिखेर बानी हटाए पनि हट्छ हट्नु त त्यतिखेर पनि तर समय गइसकि गएको हुन्छ बानी हटाउने भनेको नराम्रो बानीलाई ब्रेक गर्ने भनेको कहिले भनेको चाहिँ अहिले नै हो समय हुँदाखेरि नै फेरि 9 अध्यायबाट केही कुरा बाड्न चाहन्छु प्रेरित 9 अध्याय खोल्नु त त्यो साउल भन्ने एकजना व्यक्तिको नराम्रो बानीहरु थियो अनि साउल प्रभुका चेलाहरूको विरुद्धमा अझ धम्की र हत्याको धुनमा प्रधान पुजारी कहाँ गए भनेर लेखेको छ त्यहाँ उसको नराम्रो बानी यो साउल भन्ने व्यक्तिको नराम्रो बानी चाहिँ के थियो भन्दाखेरि चाहिँ मण्डलीलाई सताउने गर्दथ्यो मण्डलीलाई चाहिँ अनि उसले चाहिँ धम्की दिने गर्थ्यो क्रिस्चियनहरुलाई देखि सक्दैन थियो कसले भन्दा चाहिँ साउल भन्ने व्यक्तिले सुन्दै हुनुहुन्छ म कसो कुरा गर्दैछु साउल भन्ने व्यक्तिको नराम्रो बानी कुरा गरिरहेको छु एक पदले नै भन्छ प्रभुको चेलाहरूको विरुद्धमा धम्की दिने गर्थ्यो हैन उ चाहिँ घमण्डी थियो अनि त्यस पछाडी चाहिँ के भन्दाखेरि चाहिँ 2 पदमा हेर्नु त र तिनले त्यस मार्गका पुरुष होस् या स्त्री भनेको जो प्रभुलाई ग्रहण गर्छ छोरा मान्छे होस् र छोरी मान्छे होस् जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरुशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरुमा को नाउँमा पुर्जी मागे भनेर चाहिँ त्यहाँ लेखेको छ हैन भनेको उसको एकदमै खराब बानी थियो जब गाउँ घरमा कसैले यसुलाई ग्रहण गर्यो भने बाँधेर रोटमा घिसार्ने व्यक्ति थियो यो मान्छे चाहिँ हैन त्यति खराब व्यक्ति थियो अनि यो व्यक्तिमा चाहिँ एकदमै क्रोधित एकदमै क्रोध भएको रिसा टाइपको यो व्यक्ति थियो क्रिस्चियनहरुलाई सताउने थियो अनि धम्की दिने टाइपको थियो हैन अनि त्यस्तै गरेर धार्मिक घमण्डी गर्ने टाइपको थियो अनि रुखो स्वभावको चाहिँ व्यक्ति थियो को भन्दाखेरि चाहिँ साउल भन्ने व्यक्ति चाहिँ त्यस्तो व्यक्ति थियो तर एक दिन के हुन्छ हिँडिराखेको बेला अचानक उसको वरिपरि ज्योति चम्किन्छ हैन उ भुइँमा लड्छ अनि भुइँमा अनि हिँडिराखेको बेला ज्योति उसको वरिपरि चम्किँदाखेरि चाहिँ साउल भन्ने यो खराब बानी भएको व्यक्ति चाहिँ आत्तिएर भुइँमा लड्छ अनि त्यहाँबाट उसले आवाज सुन्छ म सबै पढिराखेन त्यहाँ म भन्छु ल कथाको रूपमा अनि उ आत्तिएर लडिराखेको बेला चाहिँ अनि त्यहाँनिर चाहिँ त्यो ज्योतिबाट आवाज आउँछ साउल साउल भन्ने आवाज आउँछ अनि उ तर्सेर यो व्यक्ति साउल भन्ने व्यक्ति चाहिँ भुइँमा लडिराखेको हुन्छ अनि लडी नै उसले आवाज हैन ज्योतिले आँखा बन्द भएको हुन्छ चम्केर त्यस्तो ज्योति चम्किन्छ उसको अगाडि अनि उ आत्तिएर चाहिँ भुइँमा लडिराखेको हुन्छ अनि त्यो ज्योतिबाट एउटा आवाज आउँछ साउल साउल भन्ने आवाज आउँछ
अनि भुइँमा लडी लडी उसले चाहिँ भन्छ प्रभु तपाईँ को हुनुहुन्छ अनि त्यहाँनिर चाहिँ के भन्ने उत्तर आउँछ भन्दाखेरि चाहिँ तिनले भने तपाईँ को हुनुहुन्छ भन्दा म येशू हो जसलाई तिमी सताउँदछौ अनि येशू ख्रीष्ट चाहिँ त्यहाँनिर साउल भन्ने व्यक्ति एकदमै खराब बानी भएको व्यक्ति थियो यति साह्रो खराब नि स्टेफनस भन्ने डिकनलाई ढुङ्गाले हानेर मारिएको थियो हैन यरुशलेममा डिकनलाई चाहिँ ढुङ्गाले हानेर मारेको थियो ख्रीष्टको खातिर त्यतिखेर यो साउल भन्ने व्यक्ति त्यहाँ उभिएर अरूलाई उक्साउँदै थियो ढुङ्गाले हानिराखेको बेला अझै हान न मारिहाल न भन्दै थियो त्यस्तो खराब बानी भएको व्यक्ति थियो साउल भन्ने व्यक्ति हामी त कसैलाई ढुङ्गाले हान्दैछ भने कम्तीमा नहान त भन्छ भन्दैन हैन हामी त अझै थप त भन्दैनौँ नि हैन तर यो व्यक्ति चाहिँ त्यस्तो खराब थियो अनि तर प्रभुले त्यहाँ उसलाई चाहिँ दर्शन दिनुभयो प्रभु चाहिँ त्यहाँ जम्का भेट भयो प्रभुसँग चाहिँ अनि जम्का भेट भइसकेपछि चाहिँ अनि उसको चेत खोलिसकेपछि चाहिँ अनि उसले चाहिँ येशूलाई ग्रहण गरे दमस्कसको रोडमा ऊ तानोचित लड्ने गरी ज्योति चम्क्यो त्यहाँनिर अनि चम्किसकेपछि चाहिँ त्यहाँनिर चाहिँ अनि साउल साउल भन्ने आवाज सुने अनि उसले चाहिँ प्रभु तपाईँ को हुनुहुन्छ भन्दाखेरि चाहिँ म प्रभु येशू ख्रीष्ट हुँ जसलाई तिमी सताउँदछौ भन्ने उत्तर आउँछ त्यस पछाडिबाट चाहिँ साउलले अब पश्चाताप गर्छ ओहो अब त हैन अनि उसले येशूलाई विश्वास गर्छ अनि येशूलाई विश्वास गरिसकेपछि चाहिँ अब मेरो त एकदमै खराब बानीहरु पो रहेछ अब मैले सुधार्नु पर्छ भनेर चाहिँ अनि साउलले चाहिँ आफ्नो बानीहरु चाहिँ सुधार्छ पहिला चाहिँ येशूलाई पाउनु भन्दा अगाडि साउल भन्ने व्यक्तिले के गर्ने गर्थ्यो भन्दा मण्डलीलाई सताउने गर्दथ्यो अनि येशू ख्रीष्टलाई पाउनु भन्दा अगाडि ऊ कोदी थियो येशू ख्रीष्टलाई पाउनु भन्दा अगाडि ऊ अरूलाई धम्की दिने थियो हैन अनि धार्मिक घमण्ड भएको व्यक्ति थियो अनि येशूलाई पाउनु भन्दा अगाडि ऊ रुखो स्वभावको थियो तर जब येशूलाई पाए नि हैन रोडमा ज्योतिको माध्यमबाट अनि उले येशूलाई ग्रहण गरे अनि त्यस पछाडी चाहिँ के भयो भन्दाखेरि चाहिँ अनि साउल भन्ने व्यक्तिको सम्पूर्ण बानीहरु चाहिँ परिवर्तन भयो हैन येशूलाई ग्रहण गरिसकेपछि उसको सम्पूर्ण बानीहरु चाहिँ नराम्रो बानीहरु परिवर्तन भयो तपाईलाई थाहा छ बाइबल 40 जना अथरहरुले लेखकहरुले पवित्र आत्माको अगुवाईमा लेखेका हुन् 40 जना अनि मानिसहरुले नै तर प्रभुले अनि प्रेरणा दिएर 40 जनाले लेखेका हुन् अनि 40 जना मध्येमा यस साउल भन्ने व्यक्ति जो पहिला खराब थियो नि हैन एकदमै खराब थियो तर जसले येशू ख्रीष्टलाई चिनिसकेपछि उसको सम्पूर्ण बानी परिवर्तन भयो अनि बाइबल लेख्ने लेखकहरु मध्ये सबैभन्दा धेरै पुस्तक लेख्ने व्यक्ति नै यही साउल जसलाई हामी पावल भनेर चिन्छौं अहिले आमेन यहाँबाट मैले भन्ने खोजेको के भन्दा चाहिँ जब येशू ख्रीष्टलाई साउल भन्ने व्यक्तिले चिने नि उसले सबै आफ्नो नराम्रो बानीहरुलाई त्यागिदिए प्रभुलाई चिनिसकेपछि ती नराम्रो बानीहरुलाई त्यागिदिए अनि ऊ राम्रो बानी उसले अपनाए त्यस पछाडी चाहिँ अहिले हामी इतिहासमा पनि साउलको जीवन हामी पढ्छौं इतिहासमा पनि ऊ चाहिँ महान थियोलोजियन हैन सबसे ठुलो येशू ख्रीष्ट पछाडी सबसे ठुलो थियोलोजियन भनेर अहिले साउललाई चिन्छ जसलाई चाहिँ हामी पावल भन्छौं मान्छेहरुले नामै उसको चेन्ज हो पहिला मान्छेले साउल साउल भनेर चिन्ने गर्थे तर उसको बानी परिवर्तन भइसकेपछि सब कुरा परिवर्तन भयो अनि मानिसले चिन्ने तरिका अहिले उसलाई साउल भनेर चिन्दैन तर पावल भनेर चिन्छ पावलको पत्रहरु भनेर चिन्छ जब येशू ख्रीष्टलाई पाए नि साउलले उसको नराम्रो बानीहरु परिवर्तन भए त्यही येशू ख्रीष्ट दुईटा येशू ख्रीष्ट छैन संसारमा दुईवटा येशू ख्रीष्ट छैन एकै जना मात्र येशू ख्रीष्ट हुनुहुन्छ जुन साउलले येशू ख्रीष्टलाई ग्रहण गरे त्यस येशू ख्रीष्टलाई हामीले पनि ग्रहण गरेका छौं साउलले ग्रहण गरे जब ग्रहण गरिसकेपछि उसको सम्पूर्ण खराब बानी चेन्ज भयो आज तपाई र मैले पनि त्यही प्रभुलाई चाहिँ ग्रहण गरेका छौं हैन हामी मण्डली आइराखेका छौं अब तपाई र मेरो बानी पनि परिवर्तन हुनु पर्दछ आमेन आज भन्दा पहिला हामी घमण्डी थियौं होला आज भन्दा पहिला हामी हैन अरूलाई धम्की दिने टाइपको थियौं होला रुखो स्वभावको थियौं होला तर ती बानीहरु हामी अल्छे थियौं होला हामी आलस्य थियौं होला हैन हाम्रो नराम्रो बानीहरु थियो होला तर अब हामी ख्रीष्ट येशूलाई पाइसकेको मानिसहरुले त्यो बानीलाई बिस्तारो परिवर्तन गर्नु पर्दछ हैन बिस्तारो छोड्नु पर्दछ 2 दिनको जिन्दगी छ हैन कति घमण्ड गरिराख्ने कति रुखो बोल्ने हैन कति अरूको कुरा काटिराख्ने कति नराम्रो कुरा गरिराख्ने त्यो बानीहरु छ नि छ भने त्यो बानीहरुलाई चाहिँ अब हटाउनु पर्दछ हैन 2 दिनको जिन्दगीमा सबैसँग मिलेर मिठो बोल्दै र हैन अनि घमण्डी नभएर अनि ख्रीष्टको त्यो धारणहरु स्वरूप गरेर चाहिँ जसरी हामी पावल अनि परिवर्तन भयो नि त्यसरी परिवर्तन भयो नि कति राम्रो हैन अनि म त अनि सबैजनालाई यहाँ भन्छु हाम्रो नराम्रो बानीहरु के छ पहिला त्यसलाई परिवर्तन गर्नुपर्छ
पहिला बानी परिवर्तन गर्नको निम्ति पहिला बानी चिन्नुपर्छ हैन। मेरो नराम्रो बानी के हो त्यो चिन्नुपर्छ। पहिला आफैलाई प्रश्न गर्ने मेरो नराम्रो बानी के हो भन्ने प्रश्न गर्ने, अनि प्रश्न गरिसकेपछि आफूलाई थाहा हुन्छ, अनि त्यसलाई चाहिँ बिस्तारै परिवर्तन गर्नुपर्छ। आमेन है। नराम्रो बानीहरू छ भने हामी अनि जवान छौँ अहिले यहाँ त हाम्रो मण्डलीमा त प्राय अनि हामी उमेर भएकै मानिसहरू छौँ हैन। कहिले अहिले बानी चेन्ज नगर्ने भने कहिले चेन्ज गर्ने हैन, कहिले चेन्ज गर्ने? 90 80 90 वर्ष पुगेर चेन्ज गर्ने हैन, होइन अहिले नै गर्ने हो। नराम्रो म त हाम्रो जवान भाइहरूलाई उनीहरूलाई धेरै माया गर्छु र उनीहरूलाई पनि भन्छु यदि नराम्रो बानी छ भने चेन्ज गर, किनभने त्यो नराम्रो बानीले नै भविष्य निर्धारण गर्छ। अहिले हैन, अहिले अब भाइहरूलाई ताकेरै छ भनेको होइन, तर गेम मात्रै खेल्ने झ्याकझिक मात्रै त्यो मात्रै बानी छ भने 10 वर्ष पछाडि अनि न त के हुन्छ न पढाइ पनि जान्छ, के पनि हुँदैन। त्यही कारणले गर्दाखेरि चाहिँ बानी अहिले नै चेन्ज गर्नु पर्दछ। आमेन हैन, बानी चेन्ज गर्नुपर्छ हैन, बानी चेन्ज गर्नुपर्छ। हामी नराम्रो बोल्छौँ, नराम्रो खान्छौँ हैन, नराम्रो कुरा निली पठाउँछौँ भने चेन्ज गर्नुपर्छ, अनि मात्रै हामी एउटा उदाहरणीय बन्न सक्छौँ। अघि नै भने म बार बार दोहोऱ्याउँछु त्यो पोइन्टलाई, हाम्रो बानीले हाम्रो भविष्य निर्धारण गर्छ। आमेन। हामी कस्तो छौँ त्यो कुरालाई चाहिँ, अनि अहिले तपाईँको बानी कस्तो छ, अनि त्यो बानी चेन्ज गर्नु भएन भने र चेन्ज गर्नुहुन्न भने तपाईँको 10 वर्ष पछाडि तपाईँ कस्तो बन्ने हो भन्न सकिन्छ। तर बिचमा चेन्ज गर्नुभयो भने चाहिँ केही भन्न सकिँदैन। तर चेन्जै गर्नु भएन, त्यही बानी मात्रै छ भने त्यो बानीबाटै यो मान्छे चाहिँ यस्तो हुन्छ भनेर चाहिँ हामी थाहा पाउन सक्छौँ। जस्तो उदाहरणको निम्ति एउटा परिश्रम गर्ने भाइ छ भने, अनि परिश्रम गर्ने भाइ छ भने मान्छेले भन्छ यो भाइले चाहिँ पछि गएर प्रगति गर्छ है भन्छ हैन। उसको बानीले गर्दा मान्छेले उसको भविष्य पनि निर्धारण गरिसकेको छ। यसले प्रगति गर्छ, यसले कमाउँछ, यसले यो अल्छी छैन, यसले गर्छ हैन, यो आलस्य छैन, यसले चाहिँ गर्छ है भन्ने हुन्छ। तर जसको खराब बानी छ नि मान्छेले भन्छ यो यस्तै हो हैन, अनि यसले 10 वर्ष पछाडि पनि यस्तै नै हुन्छ हैन। राम्रो बानी लिनुपर्छ। हामीलाई राम्रो बानी के हो नराम्रो बानी के हो कसैले सिकाउनु पर्दैन, हामी सबैजनालाई थाहा छ नराम्रो बानीहरू के हो हैन। चोर्नु नराम्रो, नराम्रो खानु नराम्रो बानी, ढाट्नु नराम्रो बानी, नराम्रो ठाउँमा जानु नराम्रो बानी, घमण्डी हुनु नराम्रो बानी, ईर्ष्या गर्नु नराम्रो बानी, अर्काको कुरा गर्नु नराम्रो बानी हैन। यो सबै बानीहरू थाहा छ हामीलाई, नराम्रो भने थाहा छ। तर प्रश्न चाहिँ यहाँ उठ्छ कि हामी त्यसलाई जानी पनि सुधार्ने कोसिस गरिराखेको हुँदैन। म तपाईँलाई एक दुईवटा प्रश्न गर्छु ल। के तपाईँ पैसा कमाउन चाहनुहुन्छ हैन? के तपाईँ राम्रो सम्बन्ध बनाउन चाहनुहुन्छ? के तपाईँ भविष्यमा केही गर्न चाहनुहुन्छ? के तपाईँ ऋणबाट मुक्त हुन चाहनुहुन्छ? के तपाईँ राम्रो कार किन्न, घर बनाउन चाहनुहुन्छ? के तपाईँ रोगबाट मुक्त हुन चाहनुहुन्छ? अब उत्तर आउँछ चाहन्छौँ। अब चाहन्छौँ भने यी सबै कुरा चाहन्छौँ भने बानी सुधार्नुपर्छ। बानी सुधार्नुपर्छ। बानी चाहिँ खराब छ अनि चाहेर मात्रै हुन्छ? चाहेर मात्रै हुन्छ? पैसा कमाउनु पर्ने छ थाहा पनि छ, अनि मेहनतै गर्दैन पैसा फुट झर्छ। यी सबै कुरा हामी चाहन्छौँ भने नि पहिला हाम्रो बानी चेन्ज गर्नुपर्छ। आज एक दिन राम्रो बोलेर पुग्दैन, एक दिन राम्रो खाएर पुग्दैन, एक दिन उफ्रेर हुँदैन, एक दिन डाइटिङ गरेर हुँदैन, एक दिन त्यो गेम नखेलेर हुँदैन, एक दिन जाँगरिलो भएर हुँदैन, एक दिन आलस्य नगरेर हुँदैन। तर हरेक दिन बार बार हरेक दिन चाहिँ हामीले चाहिँ ती कुराहरू गर्नुपर्छ। एउटा कुरा तपाईँलाई भनौँ, कसले बानी चेन्ज गर्दैन भनौँ? यत्रो थाहा पाए यत्रो सुनी अथवा अनि पढी पनि कसले चाहिँ बानी चेन्ज गर्दैन भन्दा जो व्यक्तिको उद्देश्य छैन जिन्दगीमा नि त्यो व्यक्तिले कहिले पनि बानी चेन्ज गर्दैन। त्यस्तै भएछ, उद्देश्य छैन जीवनमा, केही गर्छु भन्ने नै छैन हैन। म जिन्दगीमा प्रगति गर्छु भन्ने नै छैन, म राम्रो पढ्छु भन्ने नै छैन, म अलिकति कमाउँछु भन्ने नै छैन, म अलिकति सेभिङ गर्छु भन्ने उद्देश्य छैन भने अनि लफङ्गा जीवन, अनि बानी चेन्ज गर्दैन।
तर जसको उद्देश्य छ नि म जिन्दगीमा केही गर्छु है भन्ने उद्देश्य छ नि त्यो व्यक्तिले बानी चेन्ज गर्छ आमेन त्यो व्यक्तिले बानी चेन्ज गर्छ म जवानहरूलाई पनि के भन्छु भन्दा तपाईहरुको त उमेर छ हाम्रो त आधा गइसक्यो हैन अझै उमेर छ अनि नराम्रो बानी छ भने बानी चेन्ज गर्नु उद्देश्य नभएको मान्छे पो जता गयो त्यतै ठिक हुन्छ उता गयो हैन रक्सी खानु पनि ठिक छ नराम्रो कुरा गर्नु पनि ठिक छ नराम्रो मानिसको संगति गर्न पनि ठिकै छ यताउता हिँड्न पनि ठिकै छ उ हिँड्नुहोस् किनभने उसको जिन्दगीमै कुनै उद्देश्य छैन उद्देश्य बिनाको मान्छे हो त्यो तर तपाईँ र मेरो त उद्देश्य छ नि छैन केही गर्न चाहन्छ नि हैन चाहन्छौ नि यस्तै बस्ने केही गर्न अलिकति कमाउनु धेरै त भला बिल गेटै नहोला अलिकति कमाउला अलिकति राम्रो के गरला भन्ने उद्देश्य छ नि हामीमा हैन यदि उद्देश्य छ भने बानी चेन्ज गर्नुपर्छ यदि तपाई बानी चेन्ज गर्नुहुन्न जति खराब बानी थाहा भए पनि तपाई त्यो बानीहरु चेन्ज गर्नुहुन्न नि मलाई थाहा हुन्छ हामीलाई थाहा हुन्छ कि तपाईको केही उद्देश्य छैन हैन केही उद्देश्य जिन्दगीमा केही गर्छ भने उद्देश्य नहुने मान्छेले कहिले बानी पनि चेन्ज गर्दैन जस्ताको तस्तै रहन्छ हैन एकपटक एउटा बाउ र छोरा बात गरिराखेको रहेछ अनि बाउ र छोरा बात गरिराखेको बेला बाउले भनेछ हामी भित्र पनि दुईवटा बुवासाहरू हुन्छन् भनेर बाउले छोरालाई भन्छ बुवासो थाहा छ नि हैन दुईवटा बुवासाहरू हुन्छ असल बुवासा भनेको चाहिँ दया प्रेम र स्नेह हैन राम्रो बानी त्यो चाहिँ असल बुवासो भयो हामी भित्र अर्को खराब बुवासो हुन्छ त्यो चाहिँ रिस डाहा हैन ईर्ष्या गर्ने आलस्य गर्ने अल्छी गर्ने हैन त्यो नराम्रो बानी हुने त्यो दुई प्रकारको एउटा राम्रो बानी भएको बुवासा अनि एउटा नराम्रो बानी भएको बुवासा हुन्छ छोरा भनेर छोरालाई भनेछ बुझ्दै हुनुहुन्छ नि हैन हामी भित्र दुई प्रकारको बुवासाहरू हुन्छ अरे एउटा असल बुवासा भनेको चाहिँ दया प्रेम राम्रो बानी भएको बुवासो हैन अर्को बुवासो चाहिँ खराब बानी भएको बुवासो ईर्ष्या डाहा नराम्रो कुरा बोल्ने अनि त्यो बुवासो दुई प्रकारको बुवासो हुन्छ भनेर बाउले चाहिँ छोरालाई भनेछ अनि छोरा त जिज्ञासु छोराले फेरि सोधेछ त्यसैले बुवा हामी भित्र भएको दुईटा बुवासो अनि झगडा पर्यो लापा खेल्यो भने कुन चाहिँ बुवासोले जित्छ भनेर चाहिँ अनि छोराले सोधेछ अनि बाउले के उत्तर दिउँ भन्दाखेरि चाहिँ बाउले उत्तर दिएछ छोरा तिमी भित्र भएको कुन चाहिँ बुवासोलाई तिमी खुवाउँछौ त्यही बुवासोले जित्छ भनेछ हैन बुझ्नुभयो यसको अर्थ जुन बुवासो तिमी भित्र छ त्यो बुवासोलाई तिमी माया गर्छौ त्यही बुवासोले जित्छ भनेछ यहाँबाट कति राम्रो लेसन छ हैन असल बुवासो भने दया प्रेम हैन यो राम्रो बानी यो चाहिँ असल बुवासो हो यसलाई नै हामी प्रेम गर्छौं भने यही बुवासोले जित्छ तर नराम्रो बुवासो छ नि जो चाहिँ घमण्डी नराम्रो कुराहरू गर्ने यो नराम्रोहरू छ भने अनि त्यही कुराले चाहिँ जित्छ त्यही कारणले गर्दाखेरि चाहिँ हामी के गर्नुपर्छ भन्दा नराम्रो बानी त्याग्नुपर्छ सबैले भन्नु न आमेन ब्रेकिङ द ब्याड ह्याबिट्स भन्छ नि ब्याड ह्याबिट्सहरुलाई नराम्रो बानीहरुलाई अनि हामीले अनि फ्याक्नु पर्ने हुन्छ